रानी वन नाम सुन्दै चाहिँ कति रमाइलो नाम छ। त्यहाँ मान्छेहरू दिनमा चाहिँ घुम्नको लागि चाहिँ भिडै भिड हुन्छ। तर जब रात हुन्छ मान्छेहरू घुम्नको चाहिँ दूर चाहिँ त्यहाँ हेर्न नाम सुन्न चाहिँ डराउँछ। किन त यो चाहिँ कहानी सुन्नको लागि सबैभन्दा पहिला चाहिँ यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि यो स्टोरी चाहिँ सुन्नुहोस्। रानी वन कस्तो ठाउँ छ नि त, कति राम्रो नाम छ रानी वन। तर त्यहाँ मान्छेहरू चाहिँ च्यान डराउँछ। त्यहाँको बसिन्दाहरू भन्छ कि यहाँ चाहिँ रातिमा चाहिँ कोही रुन्छ, बोलाउँछ। दिनमा चाहिँ मान्छेको चाहिँ भिडै भिड हुन्छ। तर जब रात हुन्छ नि चाहिँ त्यहाँको बसिन्दाहरू नि चाहिँ आफ्नो आफ्नो घरमा पसिहाल्छ। के थियो नि त्यो फरेस्टमा दुईवटा केटीको चाहिँ सब भेटेको थियो। त्यो बलात्कार गरेर फालेको थियो त्यहाँ। अनि त्यो मान्छेहरूले थाहा पाए अनि त्यहाँ प्रहरीले सबै जाँचपाच गरे। अनि जाँच गर्दै बेलामा नि चाहिँ एउटा केटाको चाहिँ सब भेट्यो त्यहाँ फरेस्टमा झुन्डेर मरेको थियो। अनि त्यो भयो कि त्यही केटाले गरेको थियो। अनि त्यो केस बन्द भयो र अनि त्यसपछि त्यो फरेस्टमा नि कोही मान्छेहरू त्यहाँ मर्छ नि कोही रुन थाल्यो। जब रात हुन्थे, जब रात भइहाल्छ नि कोही रुन थाल्थे, केटीहरू साउन्ड आउन थाल्थे, कोही बोलाइरहेछ त्यस्तो त्यस्तो साउन्ड आउन थाल्यो त्यो फरेस्टबाट। अनि त्यहाँको बसिन्दाहरू चाहिँ यस्तै यस्तै हुन थाल्यो अनि डराउन थाल्यो। तिनीहरू गइरहेको थियो। अनि जब रात बेलुका हुन थाल्थ्यो आफै चाँडै घर आउन थाल्यो त्यहाँको बसिन्दाहरू। त्यहाँको मान्छेहरू नि भन्छ कि यहाँ चाहिँ कोही रातिमा चाहिँ रुन्छ, बोलाउँछ। त्यसैले हामीहरू चाहिँ रातिमा चाहिँ रानी वनमा चाहिँ जाँदिन। अनि यही कुराहरू चाहिँ तिनीहरू बताएछ कि त्यसैले चाहिँ त्यो ठाउँ अहिले नेपालको चाहिँ मोस्ट हन्टेड प्लेसमा चाहिँ आउँदै रहेछ। अनि चाहिँ अरू चाहिँ नेपालको चाहिँ स्टोरी चाहिँ रियल स्टोरी सुन्न चाहन्छु भने चाहिँ यो च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि चाहिँ आफ्नो कोही स्टोरी भएको भए तल जीमेल एड्रेसमा चाहिँ आफ्नो स्टोरी चाहिँ सेयर गर्नुहोस्।